तपाईँ टिकटकमा भिडियो अपलोड गर्नुहुन्छ, भिडियो अपलोड गरिसकेपछि तपाईँको भिडियोमा भ्युज आउँदैन, लाइक आउँदैन, 200 भ्युज 300 भ्युजमा अड्किन्छ। कतै तपाईँले आफ्नो टिकटकमा भिडियो अपलोड गर्दा अडियन्स कन्ट्रोल अन त गर्नुभएको छैन, अफ गर्नुपर्ने हुन्छ। कसरी अफ गर्ने त? यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनु होला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नु होला, तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। टिकटकमा भिडियो अपलोड गर्नुभन्दा पहिला हामीले अडियन्स कन्ट्रोललाई चाहिँ कसरी अफ गर्ने त? त्यसको लागि साथीहरू तपाईँले आफ्नो टिकटकलाई ओपन गर्नुहोला। टिकटकलाई ओपन गरिसकेपछि तपाईँ आफ्नो प्रोफाइलमा जानु होला है त। आफ्नो प्रोफाइलमा आइसकेपछि साथीहरू अब तपाईँलाई चाहिँ म जस्तै ड्राफ्टको भिडियोबाट बताउँछु। तपाईँले यसरी पनि एकदम इजी तरिकाले जान्न सक्नुहुनेछ। जस्तै मैले ड्राफ्टलाई खोलेँ है त। ड्राफ्टलाई खोलिसकेपछि मैले एउटा ड्राफ्टको भिडियोलाई लिएँ है त। ड्राफ्टको भिडियोलाई लिँदाखेरि चाहिँ साथीहरू तपाईँलाई यो जान्नुभन्दा पहिला ड्राफ्टको भिडियोलाई लिइसकेपछि साथीहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ नेक्स्टलाई तपाईँले टच गरेर अब तपाईँले यहाँनिर माथि देख्न सक्नुहुन्छ ह्यासट्याग लगाउनुहुन्छ, क्याप्सन लगाउनुहुन्छ। सोभन्दा पहिला तपाईँले चाहिँ के गर्ने भन्दाखेरि यहाँ तपाईँले आफ्नो टिकटक आइडी, आफ्नो टिकटकमा भिडियो अपलोड गर्दा अडियन्स कन्ट्रोल अन भएको छ कि छैन त त्यसको लागि साथीहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ मोर अप्सन भनेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो मोर अप्सनमा टच गर्नुहोस् है। यो मोर अप्सनमा टच गरिसकेपछि साथीहरू माथि स्क्रल गर्नुहोस्। यहाँ तपाईँले देख्न सक्नुहुन्छ अडियन्स कन्ट्रोल भनेको छ। यहाँ देख्न सक्नुहुन्छ यो अन भइसकेको छ। यसलाई चाहिँ हामीले अफ गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले देख्नु भएको छ कि यो 18 वर्षभन्दा माथिकोले मात्रै हेर्न पाउँछ तपाईँले अपलोड गरेको भिडियो। त्यसैले साथीहरू धेरै साथीले आइडी त बनाउँछन् तर डेट अफ बर्थ कति लगाएको हुन्छ त्यो थाहै हुँदैन। त्यसैले तपाईँले यसलाई चाहिँ अफै गर्नुपर्ने हुन्छ है। यसरी अफ गर्नुहोस्। अफ गरिसकेपछि अब तपाईँले यहाँ क्रस छ, यो क्रसमा टच गर्ने अनि मात्रै तपाईँले पोस्ट गर्नुपर्छ। पोस्ट गरिसकेपछि पक्कै पनि तपाईँको भिडियोमा भ्युज एकदमै धेरै, लाइक एकदमै धेरै आउनेछ।